हेलो एन्ड नमस्ते गाइज, स्वागत छ हजुरहरूलाई सन्देश 123 मुक्तन युट्युब च्यानलमा। आज हामी बौद्ध धर्ममा अत्यन्तै श्रद्धाका साथ गरिने छेबाम्हे अर्थात् दियो अर्पणको गहिरो आध्यात्मिक महिमा र यसको आवश्यकताको बारेमा चर्चा गर्नेछौँ। बौद्ध दर्शन अनुसार दियो बाल्नु भनेको केवल बाहिरी अन्धकार हटाउनु मात्र नभए आफ्नो मनभित्र रहेको अज्ञानता, राग र द्वेषको अँध्यारोलाई ज्ञानको ज्योतिले नष्ट गर्नु हो। यो किन आवश्यक छ भने, जसरी अँध्यारो कोठामा सानो दियोले प्रकाश दिन्छ, त्यसरी नै यसले हाम्रो जन्म जन्मान्तरको पाप र अविद्यालाई हटाएर मुक्तितर्फ लैजान मद्दत गर्दछ। शास्त्रहरूमा उल्लेख भए अनुसार श्रद्धापूर्वक दियो अर्पण गर्नाले साधकको बुद्धि तेज हुने, जीवनमा आइपर्ने बाधा अडचनहरू हट्ने र मृत्युपछि पनि प्रकाशमय सुगति प्राप्त हुने ठूलो महत्त्व रहेको छ। दियो बाल्दा सधैँ सफा कचौरा र शुद्ध घिउको प्रयोग गर्नुपर्छ र बाल्ने समयमा ओम आहुम मन्त्र जप गर्दै अर्पणलाई शुद्ध बनाउनु पर्छ। यसका साथै विशेष मन्त्र ओम वज्र आलोकाहुम र मर्मे मुन्लाम को उच्चारणले यो ज्योतिलाई बुद्ध र बोधिसत्वहरूलाई समर्पित गरिन्छ। यो साधनाले हाम्रो जीवनमा सकारात्मक ऊर्जा ल्याउनुका साथै संसारका सबै प्राणीहरूले बुद्धत्व प्राप्त गरून् भन्ने उच्च भावना राख्न सिकाउँछ। आशा छ आजको यो जानकारीले तपाईको आध्यात्मिक यात्रामा थप सहयोग पुग्नेछ। भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। नमस्ते।